मेरो बोल्ला हान्न दे कसरी हान्न रे ए हेर्नुस् गाइस यसरी हात छोड्यो आफ्नो जोइलाई ए हेर्नुस् एउटा केटीको लागि हेर्नुस् गाइस हेर्नुस् साथीहरु आफ्नो पहिला जोइलाई यसरी हाने हात केटीको लागि यसको लागि ए मेरो बोल्ला छोड्यो भने मात्रै अरे तैले कसरी हान्न बतिस तैले कसरी गर्दिस किन ए हेर्नुस् गाइस जोइलाई बचाउन आएको नयाँ जोइलाई बचाउन आएको हेर्नुस् छोड ए नछोड इमानदारसँग हामीले के भन्नु तिम्रो दुईटा बिहा गर्नुमा गर भनेर गरौ नाटक गर्छ दिन रात यसलाई हालेर कस्तो गर्ने छोडिदि गर्ने जे गर्ने ए हेर्नुस् गाइस ब्याङ्गलोरको नयाँ काण्ड जोइको लागि एउटा केटीको लागि यसको अनुहार देखेर आउँछ यसको लागि मेरो बोल्लाई धोका दियो यसको दिन अहिलेसम्म केही गर्दैन यो मेरो बोल्ला हानेर यसले दिन रात हो जाने गर्ने तेरो जोइ हेर्नुस् गाइस एउटा केटीको लागि जोइसँग झगडा गरेर हेर्नुस् ब्याङ्गलोरको नयाँ काण्ड मेरो बोइलाई छो मात्रै बिहा मेरो बोइलाई छो मात्रै किन नहाल्ने सिन्दुर त्यतिले माग्छ भने सिन्दुर हाल्ने लगेर जाने मलाई दिदी नमान बिल्कुल नमान दिदी यसलाई सिन्दुर हाल्ने नगर्ने तेरो बेइज्जत अब तेरो रोक सिन्दुर हाल लगेर जा तेरो बचाउनु जोइलाई बचाउनु मन छ सिन्दुर हाल्नुहोस् लगेर जा जोइलाई बचाउनु मन छ हैन यो जोइ भन्नु अरे जोइ फेरि यो सागरको नयाँ बुढी गाइस सागरको आजबाट नयाँ बुढी मेरो बहिनीको 9 वर्षको हेर्नुहोस् गाइस नयाँ बुढीको लागि आफ्नो बुढीलाई कस्तो गरे हेर्नुहोस् गाइस नयाँ दुलाईको लागि आफ्नो बुढीलाई सिन्दुर पनि हालिसक्यो गाइस ब्याङ्गलोरको नयाँ काण्ड आफै निकाल्छ 10 वर्षकी बुढी छोडेर 2 दिनको बुढी यति प्यारो भएछ यसलाई बचाउनको लागि मेरी बोललाई दिन रातै पिट्थ्यो यसको लागि हेर्नुहोस् आज पुरो भेट्यो हामी सबै रुममा गएको बेला यिनीहरू दुईटा बसेको हामीले रङ्गी हात पक्रियौँ गाइस रुममा यो रन्डी हाम्रो मेरै रुममा आएर बसिथे मेरै रुममा आएर लाज शरम नभएका यिनीहरू दुईटा हाम्रै रुममा ब्याङ्गलोरको नयाँ काण्ड यसले मेरो बहिनीको सौदा हुन आइदियो हाम्रै रुममा आएर हेर्नुहोस् कति दम भएको हिम्मत भएकी केटी हो यो